या यो माया भन्ने चिज नि कस्तो हुँदो रहेछ। जहाँ जति छिटो बोल्यो त्यति माया गाढा हुँदो रहेछ। तर त्यो माया केवल 2 समय चल्दो रहेछ। या म भन्दिन अरू जे कि तिमी नै मेरो लागि सबै थोक थाक भनेर, के नभने जन्म दिने बाउ आमा मेरो लागि देऊ। तिमी त्यो पुतली नजानु त्यो फुललाई देखेर, ढिलो होला तर तिम्रो लागि भनेर बनाउँदैछु बगैँचा। या देखेछु यो समयमा माया पिरोती 2 मिनेटको खेल हो। तर हाम्रो माया हुनुपर्छ जुनिभरको लागि। नहोला भावीले लेखेको हाम्रो माया बारे, तर भावीलाई जितेर बन्नुपर्छ मुना मदन भन्दा राम्रो जोडी। तिमी हुँदाखेरि मेरो जिन्दगीमा सबै ठिक ठाक, तिमी नहुँदाखेरि मेरो जिन्दगी नुनिलो र बिलानो। म भन्दिन म तिमीलाई रानी बनाएर राख्छु भनेर, किनभने जिन्दगीमा आउनेछ थुप्रै चुनौती जसलाई लड्नुपर्छ दुवै मिलेर। होला तिम्रो जिन्दगीमा दुःखका बारीहरू, तर नसोच्ने एक्लै भए भनेर। दुःख भयो लडौँला दुवै मिलेर। साँचो भन्नु पर्दाखेरि जबदेखि देखेँ मैले तिमीलाई, तबदेखि मेरो दिमाग वरिपरि सिर्फ तिमी। जब आँखा बन्द गर्छु तब पनि आउँछ तिमी, उज्यालो बनी त्यो अँध्यारोलाई चिरी। तिमी हुँदाखेरि मेरो जिन्दगीमा हार पनि जित भयो, तिमी नहुँदाखेरि मेरो लागि त्यो सुन पनि बालुवा भयो। तिमी मेरो जिन्दगीमा बिहानको घाम बनिदेऊ। म भन्दिन तिमी जुन भनेर, किनभने जुनको पनि दाग हुन्छ हैन र। या जिन्दगीमा कोही पनि हुँदैन पर्फेक्ट, त्यसैले नगर्नु तिमी रिग्रेट। तर किन हो किन तिमी मेरो लागि एकदमै पर्फेक्ट। आरिगातो।